कोडामा गुड दर्शन पनि गर्नु पाएँ सक्नुहुन्छ तपाईँ कस्तो दामी भन्नु ल So hello everyone, welcome back to my YouTube channel. It's me Anjali. र आज चाहिँ हामी चाहिँ जाँदैछौँ सिलिगुडी हैन अन्त सिलगढीको भ्लग नयाँ बाटो गएको नि त त्यही भएर चाहिँ मैले भिडियो बनाउँछु भन्ने सोचेँ अहिले चाहिँ जतिजना पनि मिरिकको हुनुहुन्छ हुन त मेरो भिडियो त्यस्तो चल्दैन तर पनि हुनुहुन्छ उहाँलाई थाहा भइसकेको कुरा होला दुधेको चाहिँ बाटो चाहिँ छैन नि त सो त्यही भएर चाहिँ हामी चाहिँ नयाँ बाटो चाहिँ सिलगढी जाने भनेर चाहिँ रेडी हुँदैछौँ अहिले म चाहिँ रेडी भइसकेँ मेरो हस्बेन्ड चाहिँ भर्खर रेडी हुँदैछ हो तपाईँहरूलाई म नयाँ बाटो देखाउँछु होइन मेरो त फर्स्ट टाइम हो पुटुङ नोल भएर छ अरे त्यो बाटो होइन अन्त अहिले चाहिँ पानी पनि रोकिरहेको छ नि त अन्त मैले चाहिँ अब जाउँ निस्क्यौँ भनेको होइन अहिले फेरि बेलुका ढिलो हुन्छ भनेर चाहिँ अब निस्किन आँटेको हामी तपाईँहरूलाई म बादमा भिडियो देखाउँछु अलिअलि ल हेर्दै गर्नुहोस् होला र अहिले चाहिँ हामी घरबाट पनि निस्किसकेको छौँ होइन हामी चाहिँ नयाँ बाटो जाँदैछौँ त त्यही भएर चाहिँ मैले अहिले भिडियो क्याप्चर गर्छु भनेर आएको अहिले चाहिँ हामी जस्ट फुगुडी पुग्यौँ हो र यहाँ चाहिँ हामी के भन्छ फुगुडी ओह्रालो नयाँ बाटोको लागि चाहिँ छिर्यौँ यहाँ चाहिँ फुगुडीबाट ओह्रालो जानु पर्दो रहेछ होइन यो बाटो त म हिँडेको त्यहाँदेखि ओह्रालो चाहिँ म हिँडेको छुइनँ नि त अन्त यो बाटोलाई चाहिँ फुगुडी तेर्सोलाई चाहिँ अब के भन्छ नाम थाहा छैन तेर्सो नि बाटो एकदमै राम्रो थियो र यहाँ चाहिँ हामी अहिले चाहिँ लगभग तल झर्दैछौँ यो चाहिँ नोल डाँडा पुग्छ यो बाटोले चाहिँ नोल पुग्छ त्यही भएर चाहिँ हामी तेर्सोमा के भन्नु ओह्रालो जाँदैछौँ तपाईँहरू यहाँको भ्यू इन्जोय गर्नुहोस् गाडीहरू चाहिँ अलिक साह्रो पर्छ होला किनभने गोलाइ रहेछ प्लस कालो रहेछ यो बाटो है राम्रो त राम्रै रहेछ बाटो तर यो बाटोलाई चाहिँ बाइकहरू गाडीहरू बिग्रियो भने अलिक साह्रो पर्छ होला है त्यस्तो लाग्यो मलाई त्यही त बेसी लोड भएको गाडीहरू चाहिँ साह्रो पर्ने रहेछ किनभने कालो रहेछ ल आइसक्रिम डल्ले चाहिँ हामी चाहिँ नोल डाँडा आइपुग्यौँ यो मुनि चाहिँ धेरै गाउँहरू पनि रहेछ होइन माथिबाट चाहिँ हेर्दा चाहिँ एकदम जङ्गल टाइपको मात्रै देख्दो रहेछ तर धेरै गाउँहरू पनि थियो यो मुनि अहिले चाहिँ हामी चाहिँ आइपुगेछौँ नोल डाँडा त मलाई त्यो एक्सिडेन्ट भएको याद आइन्छ एक्सिडेन्ट भएको जग्गा माथि छ हो सो गाइस यहाँनिर चाहिँ मैले हिजो मात्रै एउटा गुम्बा बन्नेको भिडियो देखेको थिएँ हो यहाँनिर चाहिँ मैले देख्नु पनि पाएँ दर्शन पनि गर्नु पाएँ सक्नुहुन्छ तपाईँ कस्तो दामी बनेको छ हो मलाई चाहिँ हिजोभन्दा पनि अघि मात्रै देखेको थिएँ पुटुङमा चाहिँ एउटा अब हुन्छ नि एउटा गुम्बा बनाएको छ भनेर त्यो चाहिँ पिपलको मुनि भनेर अहिले चाहिँ हामी पुटुङ आइपुगेपछि भर्खर थाहा भयो मलाई
सतुवा चाहिँ अवश्य नै पाइन्छ भन्ने चाहिँ उयोले चाहिँ मैले चाहिँ भिडियो बनाएको हो। हामी चाहिँ पुग्यो अरे, कहाँ पुग्यो अरे, जाउँ कुटुङ काट्यो हामीले चाहिँ हो। बाटो चाहिँ एकदम मतलब राम्रै रहेछ, यस्तो खराब बाटो चाहिँ छैन, तर एकदमै सानो रहेछ। प्लस पुरा गोलाहरू रहेछ होइन। अब चाहिँ राम्रो हो यतिको त, तर रोड गाडी चाहिँ हुँदैन यो बाटोमा, किनभने मतलब नयाँ ड्राइभरहरूलाई चाहिँ हुँदैन, पुरानो ड्राइभरहरूलाई त अब बानी भइसकेको होला होइन। नयाँ ड्राइभरहरूको लागि चाहिँ एकदमै चाहिँ उयो हुन्छ, किनभने गोलाई चाहिँ यस्तो डरलाग्दो रहेछ। मतलब मलाई डर लाग्यो कतिजना, त मैले कुनालाई हर्न बजाउँदैन भने अनि गोलाई चाहिँ पुरा रहेछ नि त्यहाँनिर। जहाँ चाहिँ पुग्नु आँट्यो होला लगभग, त्यस्तो टाइम त लाग्दैन रहेछ हौ है हौ। सो तपाईँहरूलाई म अलिक अगाडि पुगेर भेट्छु ल। सो यहाँ चाहिँ हामी अर्कै रुट पक्रेर गएछौँ र हामीलाई चाहिँ एकदम टाइम लाग्यो यो बाटोबाट चाहिँ होइन। यो बाटोबाट चाहिँ हामी सिधै जबडा पुगेको थियौँ हो। हामी चाहिँ अर्कै बाटो जानु पर्दैछ, तर लास्टमा हामी चाहिँ हेर्नुहोस् न जबडा पुगेको थियौँ। जबडै चाहिँ होइन, जबडामा आधी बाटोमा थियौँ। हामीलाई चाहिँ बादमा चाहिँ त्यो नक्सल, पानीघट्टा, बागडोग्रा जाने मोडसम्म चाहिँ हामी जानु पऱ्यो। एकदम लामो रुट पक्रेर चाहिँ हामी मिस्टेकले गइपठाएछु हो। तर पनि कोही बात छैन, हामीले चाहिँ अब यहाँबाट उता तर्ने बाटो चिन्थ्यो नि त। सो हामीलाई चाहिँ यहाँबाट उता अलिक सजिलो नै पऱ्यो। अहिले चाहिँ हामी चाहिँ पानीघट्टा आइपुग्यो होइन। पानीघट्टा हामी चाहिँ अलिक अगाडिपट्टिबाट छिर्दैछौँ होइन। झन्डै झन्डै हामी चाहिँ हाम्रो साथीहरूको गाउँ पुग्यो होइन। त्यहाँबाट चाहिँ यता हामी युटर्न लिएर चाहिँ अझै पानीघट्टापट्टि आयो हो। पानीघट्टाबाट त हामी चिन्थ्यो बाटो, त्यो चाहिँ नयाँ बाटो थियो, त्यो हामी चिन्थ्यौँ। आइपुग्यो पानीघट्टा आइपुगेँ। पानीघट्टा पुग्दा चाहिँ तपाईँहरूलाई म बाटोको भिडियो बनाउँदिनँ ल, किनभने अब तपाईँहरूले बाटो देखेकै छ। त्यहाँबाट उता चाहिँ अघि चाहिँ बाटो चाहिँ एकदमै राम्रो थियो हो होइन। त्यो चाहिँ तपाईँलाई अलिअलि भन्छु। त्यो चाहिँ पानीघट्टा पुग्यो अहिले चाहिँ हो। तपाईँलाई म खोला पनि देखाउँछु नि त कति बढेको छ भनेर। बनमारा भन्ने रेस्टुरेन्ट हाम्रो दादाले खोलेको रेस्टुरेन्ट आएको छ नि त। यहाँनिर हाम्रो गाउँको दादाले खोलेको भनेर चाहिँ यहाँ आएर चाहिँ यो टेस्ट गर्दैछु हो। हाम्रो कुनाले चाहिँ अस्तिदेखि जुम 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 भनेको नि त गाउँको दादा। कति है मिठो रहेछ। कृतज्ञताको फास्टफुड हो यो बनमारा है, दुधेमा छ यो। Godaana.
मलाई चाहिँ स्टिङ भनेर मन पर्दैन भयो अब चाहिँ हामी यहाँबाट निस्किने पनि होला हो नयाँ रेस्टुरेन्ट हाम्रो गाउँको दादाले खोलेको नि त कि अनि हामीले चाहिँ यहाँ ट्राई गरिकन गयौँ होइन यो चाहिँ कहाँ हो भन्दा चाहिँ नियर दुधे होइन यो चाहिँ बोर्ड तपाईँहरूले हेरिराख्नु होला यो चाहिँ हो बनमारा रेस्टुरेन्ट यहीँ छ मेन बाटोमै छ है यस्तो छ बाहिरबाट चाहिँ अब चाहिँ हामी गएको होइन हामी चाहिँ कस्तो भएर आएको भन्दा चाहिँ हामी चाहिँ फुगुरी भएर मेरो नेल पलिस इग्नोर गर्नु होला फुगुरी भएर अन्त छोटा टिङलिङ सिङलिङ पुटुङ सुटुङ नोलसोल भएर चाहिँ पानीघट्टा भएर चाहिँ आएको हो यहीँ छ खै हेलमेट ए ल अब चाहिँ हामी गएको यस्तो भइरहेको छ हो यस्तै हुन्छ कुनालसँग हिँड्दाखेरि यस्तै हो तपाईँहरूलाई अब म सिधै सिलगढी पुगेर भेट्छु ल बाई सो यहाँ चाहिँ हामी फाइनली पुग्यौँ सिलगढी होइन बाटोमा चाहिँ हामीलाई अलिअलि पानीले पनि भेट्यो नि त अन्त हामी चाहिँ यहाँ सिलगढी पुगेर चाहिँ फुपूले चाहिँ यहाँनिर आमाले पठाइदिनु भएको सामानहरू चाहिँ हेर्नुहुँदै थियो हो फुपा चाहिँ अहिले हुनुहुन्थेन फुपा चाहिँ ड्युटी जानु भइरहेको थियो अन्त बहिनी पनि बाटोमा चाहिँ उठेर सानो मिल्दै थियो बहिनी चाहिँ फर्स्टमा चाहिँ मान्दैन नि त मिल्नु दाइले चाहिँ अब एक्जाम दिँदैछ अघि अघि चाहिँ सुतिरहेको थियो नि त ऊ Good. Thank you. Thank you. Kenapa? Mamanya. Papi yang cepat. Esa mana? Itu? Itu gala. चाहिँ हामी सिलगढी आएको नि त फुपूहरूकोमा होइन फुपू चाहिँ खाना बनाउँदैछ यहाँ बहिनी चाहिँ बसिरहेको छ अन्त हाम्रो कुनाले अजिब घरमा हुन्छ बस्नु पनि सक्दैन फोन माइक गर्छ होइन फोन दिएन भने बिर्सिन्छ यहाँ चाहिँ ऊ बिचरा कार्टुन हेर्दैछ कार्टुन देऊ न गालामा मच्छर लागेको होइन थ्याङ्क यू नमस्ते गरिदेऊ अरे छिटो नमस्ते